हेलो एभ्रिवान, वेलकम टु अ डे इन माई लाइफ। म सधैँ चाहिँ आज पनि बिहानै उठेर मेरो बेबीसँग यसरी खेलेँ। मेरो बेबीलाई पनि आफ्नो मम्मासँग खेल्न एकदमै मनपर्छ। एकछिन बेबीसँग खेलिसकेपछि म लागेँ आफ्नो मर्निङ रुटिनतिर। मैले सावर लिएँ, आफ्नो स्किन केयर रुटिन फलो गरेँ। अनि म आफ्नो रुटिन फलो गरेर आउने बेलासम्म न उसको बाबाले उसलाई मसाज गरेर उसलाई फर्स्ट न्यापको लागि सुताइसक्नु भएको थियो। अनि एकछिन रेस्ट गरेर म लागेँ आफ्नो मर्निङ टी प्रिपेयर गर्न तर्फ। म चाहिँ मर्निङ डेली 1 कप टी खाने गर्छु। अनि चिया उम्लिँदै थियो त्यतिकैमा मैले दालहरू प्रिपेयर गरेर दाल पनि बसालेँ, खाना बनाएँ। अनि मैले खाना बनाइसक्दा मेरो बेबी उठिसक्नु भएको थियो। अनि म एकछिन बेबीसँग खेलेँ, उसँग एकछिन बसेँ। अनि फेरि उसलाई फिडिङ गराएर ऊ गयो फेरि सुत्नको लागि। अनि जब ऊ सुतिरहेको बेलामा मैले एकछिन टिभीमा भोइस अफ नेपाल हेरेँ। भोइस अफ नेपालको मलाई ब्लाइन्ड अडिसन मात्रै मनपर्छ, अरू अडिसनमा खासै हेर्ने गर्दिनँ। अनि टिभी हेरेर सकिसक्दा मेरो बेबी फेरि उठिसक्नु भएको थियो। हि लुक सो ह्याप्पी। अनि मैले उसलाई एकछिन टमी टाइम दिएँ। टमी टाइम दिएपछि आज हामी आज रेनी थियो आजको डे, सो आज हामी पार्क गएनौँ। आज हामी घरमै बसेर मम्मा एन्ड बेबीले टाइम स्पेन्ड गऱ्यौँ, खेल्यौँ सँगै। Thank you for watching.